40 वर्ष उमेर काटेपछि वेट अचानक बढेको देख्दै हुनुहुन्छ? त्यसो हो भने यो भिडियो अन्तिमसम्म जरुर हेर्नुहोला। 5 ह्याबिट जसले तपाईको मेटाबोलिजमलाई स्वयं गराउनेछ। नम्बर 1, प्रोटिन कम खानाले तपाईको मेटाबोलिजमलाई स्वयं गराउनेछ। त्यसपछि तपाईको मसल सेल्स पनि कम हुनेछ। नम्बर 2, राम्रोसँग निदाउनु भएन भने तपाईको हार्मोनलाई डिस्टर्ब हुनेछ। त्यसपछि तपाईको मेटाबोलिजम पनि स्लो हुनेछ। नम्बर 3, एकदमै धेरै कार्बोहाइड्रेट र सुगर खानुभयो भने तपाईको सुगर स्पाइक हुनेछ, जसले गर्दा इन्सुलिन हार्मोनलाई डिस्टर्ब हुन्छ अनि बडीले फ्याट या स्टोर गरेर स्टोरेज फ्याटको रूपमा राख्न सुरु गर्छ। नम्बर 4, हमेशा स्ट्रेस लिनुभयो भने तपाईको कर्टिसोल लेभल हाई हुनेछ। त्यसै पनि तपाईको मेटाबोलिजमलाई स्लो गराउनेछ। नम्बर 5, जब तपाई एकै ठाउँमा बसिरहनुहुन्छ, बडीको मुभमेन्ट गर्नु हुँदैन, हिँडडुल गर्नु हुँदैन, त्यो समयमा पनि मेटाबोलिजम स्लो हुनेछ। 40 वर्ष उमेरपछि क्रस डाइटको होइन, ब्यालेन्स न्युट्रिसन र बडी मुभमेन्टको जरुरी हुन्छ।